Ada Nepali from Kathmandu. Superstar vlog. Sunday मा त म नेपाली पार्कमा नेपाली मान्छे कति हुन्छ आज म Hello, welcome back to my channel. Happy Sunday. आज चाहिँ एक्कासी बस्दा चाहिँ भ्लग स्टार्ट गर्न मन लाग्यो. And you can see the view. Sunday मा त म नेपाली पार्कमा नेपाली मान्छे कति हुन्छ आज म देखाउँछु तपाईहरुलाई. सो पहिला चाहिँ मेरो अफ चाहिँ मन्डे हुन्थ्यो, आजभोलि चाहिँ सन्डे हुन थालेछ के. रुममा बसेर नि वाक्क प्याक्क लागेर के गरम हुन्छ अनि बाहिर निस्किन मन लागिरा हुन्छ अनि मन लागेर नि के गर्ने यता त दिनमा त 39-40 सम्मको हान्छ के टेम्परेचर यति हुन्छ बाहिर निस्किनै सक्दैन. अब सन्डे यता निस्क्यो भने चाहिँ राम्रो, धेरै नेपालीहरु पनि देख्न पाइन्छ. यता सबै अरबिक हुन्छ. म काम गर्ने ठाउँमा नि सबै एकजना मात्र नेपाली दाइ हुनुहुन्छ, अरु सबै सिरियनहरु छन् त. अनि नेपालीहरु भएको भने त नेपालीहरु भएकै हुन्छ नि त. आज चाहिँ म देखाउँछु नेपालीहरु नेपाली पार्कमा. अनि नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरिदिनु होला. अहिले चाहिँ पछाडी छु, थोरै एकछिनसम्म यता बसेर एकछिनपछि चाहिँ म उतापट्टि निस्किन्छु अनि यताको पनि म केही कुराहरु देखाउन चाहन्छु. पहिला चाहिँ के देखाउनु तपाईहरुले यता फुल हेर्नु है. यो चाहिँ कुन खाले फुल चाहिँ मलाई पनि थाहा छैन. अनि यो के हो थाहा हुनेलाई त थाहा भइहाल्छ यो के हो भनेर, थाहा नहुनेलाई चाहिँ सिमी हो. यहाँतिर नि के देखाउँ भयो क्या. अब के बोलौँ मात्र हुन्छ. एक्लै छु, अब अरू कोही भए हो चाहिँ मजा आउँछ बोल्न. एक्लै हुँदा त के बोलौँ हुन्छ क्या. अब नेपाली पार्कमा चाहिँ नेपालीहरू चाहिँ अभियसली हुन्छ. नेपालीहरू धेरै भएर नै यता नामको यसको गुगै भयो हो खासमा. यता नेपालीहरू धेरै आउने भएर नै नेपाली पार्क राखेको छ. सो यता नेपाली मान्छेहरू पनि देखाउँछु अनि यता के हुन्छ सबै कुरा तपाईँहरूलाई देखाउने छु. यता भ्लग चाहिँ फेरि नसकेसम्म हेरिदिनु होला. चाहिँ अघि बढ्दैछु. यहाँ के गर्दैछन् त नेपालीहरू देखाउने रहेछु म. अहिले चाहिँ कोही पनि किरा फट्याङ्ग्रा धरि छैन, एक्लै मात्र भात गरेर बोलेर हिँडिरहेको छु. मलाई चाहिँ खासमा यत्तिकै मनपर्छ मन चाहिँ. तर भिडियो बनाएपछि त केही त देखाउनु पऱ्यो. के देखाऊँ त. भिडियो बनाउनु लाग्छ तर केही छैन. म बनाउँछु भिडियो चाहिँ. एकजना साथीभाइ चाहिँ प्याता बोलेर हिँड्नुहुन्थ्यो. एक्लै भएर चाहिँ के भनौँ कुरा पनि आउँदैन है. सो तपाईँहरू चाहिँ के भन्छ अरे यसलाई कुरै आएन मलाई चाहिँ. पानी जहाज यसको पनि नाम नआएर. वाउ ब्युटिफुल नभए भन्दा हिँड्नुपर्छ बोल्नलाई के नभएछ. वाउ ब्युटिफुल सबै ब्युटिफुल मेरो लागि चाहिँ. यता अगाडि जान्छु अब चाहिँ म. यत्तिकै वाकिङ भ्लग चाहिँ खिचायो तर त्यस्तो बोल्नलाई के बोलौँ हुन्छ कि त्यस्तो टपिकै छैन बोल्नलाई. त्यही भएर भ्लग भन्दा नि वाकिङ एक्सप्लोरिङ त्यो हो क्या. एक्सप्लोरिङ पनि भयो भ्लगिङ जस्तो पनि भयो. तपाईँहरूले पनि हेर्न चाहनेहरूलाई चाहिँ जसले मेरो भ्लग चाहिँ हेर्न चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ सबै हो. भ्लगिङ इन्टरटेनमेन्ट सबै यसमा इन्क्लुडिङ. आर्टहरू पनि हाल्दा रहेछ. पहिला चाहिँ थिएन है यतातिर. अर्कै बस्नलाई ठाउँ राखेको जस्तो पनि थियो क्या पहिला चाहिँ. अहिले चाहिँ सबै हटाइदिएर यता राम्रै बनाएर रहेछ. यता आर्टहरू उता पारी जहाज. अनि यता देख्नुहोस् क्या कुल. गर्मीमा हिँड्न झ्याउ लाग्छ. यतिखेर त मजा नै आउने रहेछ. अझ थोरै उताबाट काम आयो भने चाहिँ मेरो अनुहारमा टक्क लाग्थ्यो. टक्क बनाउनु हुन्थ्यो. छैन काम पनि छैन. कालो मान्छे झन्
घाम नाकै राम्रो कालो मान्छेलाई तर हल्का भयो भने लाइट मिल्थ्यो भन्ने कुरा मात्र यता देख्न सक्नुहुन्छ यो चाहिँ साइडको भ्यू हो अब नेपालीहरू धेरै आउने ठाउँ त अहिले देखाउनु बाँकी नै छ सबै आनन्दले बसिरहेको छ यता टिकटॉक में सब में अपलोड करता हूँ मैं आपका नाम क्या है मेरा नाम बिलावल है ग्लोबल बिलावल हाँ बिलावल आप बहुत हैंडसम हो मेरे को सब्सक्राइब करना क्या आइडिया आपकी ये ठोकर अभी सर्च मारना और आपका 99+ दोस्तों को भी शेयर करना बस ये मजाक में बना रहा हूँ मैं दोस्तों कोई नहीं इसलिए क्या करूँ इसलिए ब्लॉग स्टार्ट किया मैं यसरी यतिकै भ्लग बनाएर पनि के गरौँ भइरहेको छ यस्तरी हिँडिरहेको छ कि फेरि प्लागर गरेर आइरहेको थियो कि यसरी त्यस्तोसम्म चाहिँ गरेको थिएन ब्लगर गरेर बोलाइरहेको थियो कि मेरो चाहिँ अलिकति धेरै भयो त्यो मलाई थाहा प्लागर त्यो चाहिँ गरेको थियो र जो प्लागर गरेर चाहिँ फेरि ब्लगर भनेर चाहिँ बोलाइरहेको थियो अनि यसो हेरेको ऊ रहेछ अनि उसको नि भिडियो बनाइदियो नि त अब उसले के बोल्न आइरहेको छ भने त्यसको हल्का फाइदा त उठाउनु पऱ्यो नि त अनि उसलाई उसकै फोन आफैले मागेर आफैले सब्सक्राइब हाल्ने एउटा भने सब्सक्राइब गर्छ एउटा भने भ्युज बढे हुन्छ बिस्तारै हुन्छ ढिलो चाँडो न हो तर हुन चाहिँ हुन्छ अब यो मन्थमा चाहिँ म धेरै होइन 1 मिलियन चाहिँ सब्सक्राइबर चाहिँ पुर्याउँछु सपनामा त्यो नि ल अब चाहिँ मान्छेहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले मान्छे त सन्डे त हो के हुँदैन टिकटक भनेर कन गइरहेको थियो मान्छ मलाई नभन होला कब أخرجت الأرض أثقالها وقال الإنسان ما لها يومئذ تحدث أخبارها بأن ربها सन्डे त आज अलिक कम जस्तो लाग्यो नभएको के हुन्छ क्या मान्छे अब चाहिँ म यताबाट चाहिँ भित्र छिर्दिन्छु अब चाहिँ देखाउँछ यहाँको मान्छेहरू यताबाट पनि छैन जस्तो लाग्यो मान्छेहरू चाहिँ यता आउनु चाहिँ सबैले चिन्नुहुन्छ यतापट्टि चाहिँ एकदम पपुलर म्युजियम जस्तो हो यो यता आइरहेको मान्छेहरूलाई त सबै थाहा हुन्छ यता यो चाहिँ एकदम पपुलर टिकटक बनाउने ठाउँ हो अब दिदीहरूले चाहिँ यता टिकटक बनाउँदै हुनुहुन्छ टिकटक भन्दा नि फोटो रहेछ उहाँहरूको एकदम पपुलर हो यो के हो मलाई पनि थाहा छैन तर यो चाहिँ एकदम फोटो खिच्नको लागि चाहिँ एकदम पपुलर ठाउँ हो आफ्नो धुनमा हुन्छ यता उहाँहरू व्यस्त म यता म आफ्नै धुनमा व्यस्त अन्त च्याउ हुने ठाउँ छ क्या यो नेपाली पार्कको चाहिँ यहाँ त ओभर मान्छे आएको गएको त ओभर हुन्छ त यता अनि सक्छ त कसैले सक्छ त नेपालीहरूलाई ओभर नाच्नु हुन्छ भने यता हेर्नु मान्छे कति हुन्छ ठमेलकै भाइब्स दिने चाहिँ यही ठाउँ जस ठमेलको जस्तै छ नि त त्यो सामानहरू जस अलिकति हिस्ट्री झल्काउने यहाँको दुबईलाई देखाउने टाइपको लाग्यो यो त जस्ट ठमेलकै जस्तो होइन त भाइसहरू सामानहरू यहाँ हुन्छ यही ठाउँमा हुन्छ
Hello. As a Nepali from Kathmandu. Yeah, Kathmandu. This, Yes, I'm Pakistani. From Pakistan. Yes. Say subscribe to my YouTube channel. Subscribe his YouTube channel. Yeah. यतिको जस्तो पाकिस्तानीले गर्छ कि जे गर्छ पाकिस्तानीले गर्छ कि यिनीहरूले सपोर्ट पनि हालिदिन्छ अघि जस्तो बाटोमा त्यो चाहिँ मैले खिच्न पाइनँ तर कसम भनेको थियो त्यो चाहिँ सुपरस्टार ब्लगर आपका नाम क्या है ये तो नहीं बोल रहा आप क्यों नहीं बोल रहे हो मेरा नाम नहीं है क्यों आपका नाम क्या है मेरा नाम सोल्टी. सोल्टी कौन बताया आपको सोल्टी कौन सिखाया नहीं बस हो गया बस. नहीं होगा यार आपका मैं पूरा वो ये सब दिखाएगा पूरा आज सोल्ड आउट हो जाएगा सब नहीं हमारा ऑलरेडी फेमस है. क्या है ऑलरेडी फेमस है हम लोग. नहीं मैं किया तो थोड़ा और भी हो जाएगा आज ही आज सबका पूरा सोल्ड आउट हो जाएगा फिल्म आएगा हाँ दिनु पऱ्यो फेरि अलिअलि त दिनु पऱ्यो नि त कैसे भाइ गुड अल गुड सो लास्टमा भ्लग चाहिँ हेर्नु भएको छ भने चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला अनि थ्याङ्क यू फर वाचिङ अनि यताबाट चाहिँ म सिधै रुममा गइदिन्छु अब नआएर यत्तिकै सुत्दिन्छु ब्लग एडिट गऱ्यो भने चाहिँ गऱ्यो अनि त्यस्तो इन्ट्रेस्टिङ पनि केही छैन हाल्छु हाल्दिनँ त्यही थाहा छैन तर आज एडिट गऱ्यो भने चाहिँ भोलि चाहिँ अपलोड गर्छु म सो थ्याङ्क यू फर वाचिङ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला थ्याङ्क यू नेक्स्ट ब्लगमा भेट्नेछु